guys, so nice. Sikuti guys. Sikuti हैन सुकुटी. Hello guys, welcome to my vlog after long time पछि. So guys, म चाहिँ धेरै समय पछि आएको छु YouTube मा अनि मेरो भिडियो हेर्दिनु ल. सबैजना सन्चै हुनुहुन्छ होला आई होप एन्ड म पनि एकदम धेरै सन्चै छु. आज चाहिँ हाम्रो डे अफ हो, त्यही भएर हामी चाहिँ उता रेस्टुरेन्ट जानु लागेको. हेर्दै गर्नु होला. लेट्स सी. हाम्रो चाहिँ धेरै पछि बल्ल दुईजनाको सँगै छुट्टी भयो नि त. त्यसपछि चाहिँ आज चाहिँ हामी सँगै छुट्टी भएपछि त घरमा बसिरहने कुरो त हुँदैन गाइस. त्यही भएर हामी चाहिँ जान्छौँ गएको. अनि म चाहिँ रेडी पनि भइसकेँ. मेरो आउटफिट हेर्नु सक्नुहुन्छ. आज चाहिँ एकदम सिम्पल भएर जाँदैछु होइन हाम्रो साइमा नानालाई. यहाँ रेडी भएर बसिरह एकजना चाहिँ. अनि अरू चाहिँ गाइस के हो भन नि, यस्तै उस्तै हो. हेर्नु मैले मेरो रुम डेकोरेसन हो. मलाई चाहिँ यस्तोहरू मनपर्छ क्या, त्यही भएर मैले यो बनाएको. हेर्नु हो, अब खासै भिडियोहरू नि लगाउनु पाउँदैन नि त. पायो भने नि अल्छी लाग्छ. खासै कहीँ गइँदैन भने खास मेन भनेको चाहिँ आज हामी खानु जान्छौँ. अरू के गर्छौँ हेर्दै गर्नु ल. अहिलेको लागि चाहिँ यति नै गाइस. अब चाहिँ हामी हिँडेको हो, हिँडिसकेको. हामी चाहिँ अब जान्छौँ. मेरो खुट्टा दुखिसक्यो. ए उसको खुट्टा दुखिसक्यो. अब चाहिँ हामी हिँड्दैछौँ. एकछिन त खोइ मेरो मोबाइल कहाँ छ? उतै देखिन्छ भिडियो. 05 मा बनाउँ न. अब चाहिँ हामी चल्डेको. हामीहरू चाहिँ अब टुकटुक जान्छौँ. हामीले ड्राइभरलाई कल गरेको थियौँ, आइसक्यो हाम्रो ड्राइभर पनि. अब चाहिँ हामी हिँड्छौँ ल. जोसुकै आउनु न. कहाँबाट मेरो भिडियो हेर्नु भन्नु है गाइस. सबैजना हेर्नु ल. मेरो भिडियो चाहिँ सबैभन्दा धेरैजनाले हेर्नु कृपया. किनकि केही पनि होइन, किनकि हाम्रो बुयाजी पनि भयो. अब हामी चाहिँ जाँदैछौँ. ओए हाई भन न हौ एकचोटि त. हेलो गाइस. कुया आप भी हाई बोलो न. हामीहरू चाहिँ जाँदैछौँ. अब हामी दिउँसो निस्केको कति धेरै काम छ पुगेन भने तपाईँहरू होइन. अब त्यही हो, यस्तै हो. बाहिरको कुरा गर्नुहुन्छ भने एकदम रमाइलो छ अहिलेलाई. जाममा पनि परियो. के भन्छु भन्छ हजुर त्यति हेर्दा रहेछ नभएर त्यही भएर त्यस्तो हेरौँ. हामी चाहिँ यहाँ फोटो खिच्न आएको. है कस्तो राम्रो छ गाइज. हेर्नु न, हामी यहाँ फोटो खिच्ने भनेर आएको कि गाइज. हेर्नु त, हामी फोटो खिच्ने भनेर आएको यहाँ. वाउ गाइज, कस्तो रमाइलो ठाउँ हो गाइज. गाइज हेर्नु न कस्तो राम्रो छ. ओइ यहाँ छैन गाइज. हामी चाहिँ फाइनली हामीले यहाँनिर आइसक्यौँ. अब हामीले मेनु हेर्छौँ अनि खान्छौँ. के खान्छौँ हामीले आज स्पेसल होइन. किनभने किमा नुडल्स र हामी के साह्रै खानु भन्छ. किमा नुडल्स र यो र मोमो झोल. गाइज हामीले चाहिँ पुगिसक्यौँ. यो रेस्टुरेन्टको नाम चाहिँ थाहा भएन भनेर. यो चाहिँ हो दार्जिलिङ हो अरे, दार्जिलिङ डाला अरे. अनि यो चाहिँ मेरो ब्याग हो. हाम्रो खानेकुरा पनि आइसक्यो. अब हामीले खानुपर्ने हुन्छ. सुन्न दुखिरहेको के खाँदै उसको दाँत दुखिरहेको त्यही नै खाँदैछ. अनि म चाहिँ यता छु. अब चाहिँ हामी खान्छौँ. टेस्ट गरौँ है गाइज कस्तो छ. खाँदेको गरौँ त्यो हो र हेर्दा ठिकै देखिरहेको छु होइन. यताबाट टोक्न मिल्दैन. यताबाट कति कस्तो मिठो गाइज. अनि यो चाहिँ हामीले जुस
मिठो छ टेस्टी मिठो गाइस सो नाइस हामीले चाहिँ खानेकुरा आइसक्यो हामीले पनि टनाटन हामीले पनि खाँदैछौँ है गाइस हामी चाहिँ अब खाएको मगाउबाट चाहिँ हेर्नु ल अलि गाइस लेट्स सी अब चाहिँ हाम्रो मुखमा तातो हाम्रो दिमाग खोइ सिकुटी गाइस सिकुटी होइन सुकुटी स्पेसली झोल मोमो कस्तो मिठो आफ्नो त तातिसक्यो नखाएको भयो भने त हुन्छ झन् साह्रो दुख्न आएको चाहिँ जाँदैन हौ पर आयो हाम्रो आवाज आएको छ कि छैन पनि म भन्छु नाइस गाइस घरको अरू भने म त यहाँ आएपछि झोलमा मात्र खान्छु कस्तो मिठो गाइस मैले नेपालमा पनि झोलमा यतिको मिठो त खाएको थिइनँ साँच्चै हो यस्तो मिठो पनि यो मन पर्छ तपाईँ कुरै नगर्नु साँच्चै भनेको पनि झोलमा चाहिँ लास्टै बबाल नम्बर 1 हो के के भएको एउटा डल्लै मोमो खानै सकेँ अब तिमीले मात्रै सस गरेन सस कस्तो मैले यस्तो खाएन क्या कस्तो मिठो क्या म र मर्छु Pialo ele de playa, ¿eh? Manchurian. Jadi Manchurian. Namaste guys, mama यस्तो मिठो कि कुरै नगर्नु खाइ ल Dang. Serius gitu, subur
सिरियस गीत हो नि नगर न सिरियस गीत टिकटक बनाएर सिरियस ल म हाँस्दिनँ नि त आयो अरे टाउको पो हल्लाउँछु झन् गरेर त्यहाँ सुने होइन सुन्छौ सुनिन होइन गाइज गाइज कति मिठो हो क्या हेर्नु न मेरो नेल कति कालो हो किनकि हामी सलुनमा काम गर्छ अनि त्यो कलरहरू लागेर के यस्तो घटिया हुन्छ नि पुरै नगर्नु यता छ हाम्रो खानेकुरा यता छ अनि म चाहिँ यहाँ छु अब चाहिँ मैले फोन चार्ज गर्छु ल एकछिन किनकि अहिले चार्जै भएन के मेरो चार्ज सकिन लाग्यो त्यही भएर गाइज अहिलेलाई गाइज हामी चाहिँ होटलबाट पनि आएर पनि हामीले तरकारीहरू खाँदै किन्दैछौँ है तरकारीहरू हामीले आलु छान्दैछौँ किनकि आलु त हामीलाई चाहिन्छ नर्मली त्यही भएर यत्रो ठुलो मार्केटमा उता छ हामीले यहाँ छ हाम्रो सामान हामीले सामान पनि किनिसकेर पनि अब हामी चाहिँ ट्याक्सीलाई वेट गरिरहेको छौँ गाइस अरू त त्यस्तै त्यस्तै हो हेर्नु सक्नुहुन्छ बाहिरको अब चाहिँ हामी चलियो घर किनकि हाम्रो गाडी नै आउँदैछ हेर्नु सक्नुहुन्छ दिउँसोको कस्तो रमाइलो हो गाइस भिडियो खासै गर्नै पाइनँ क्या किनकि त्यस्तो हुन्छ नि त गाई छ किनकि अब हामीहरू त कता कता के काम भन्ने डुगुरी हिँड्नु छ बस न काम गरेर डुगुरी हिँडेर खासै भिडियो कन्टिन्यू गर्नु पाइनँ जे जस्तो भए पनि तपाईँहरूले हेरिदिनु होला माया गरिदिनु होला अनि लाइक सब्सक्राइब सेयर पनि गरिदिनु होला तपाईँको साथीहरूलाई यति भन्दै गाइस आजको भ्लग चाहिँ यति नै सी यू गाइस सी यू द नेक्स्ट भिडियो बाई बाई